हेलो गुड मर्निङ गाइस। म चाहिँ फर्स्ट टाइम मर्निङ वकमा निस्केको हैन। यत्रो साल बाद फर्स्ट टाइम निस्केको। हामी चाहिँ बिहानको 5:30-6 बज्नु आँटेको छ हैन। मर्निङ वकमा आएको छौँ। अन्त दादा चाहिँ मेरो बुढा चाहिँ रनिङ गर्नुहुँदैछ। उपर हो रनिङहरू गर्नुहुँदैछ बिहान मर्निङ वक। अन्त हामी चाहिँ आज यता सिलगढी यता जलपाइगुडी आएको छौँ नि त हैन घुम्नुको लागि। अन्त आज हामी यतै बसेको थियौँ। उता दादा चाहिँ मर्निङ वक गर्नुहुँदैछ हैन। अन्त चाहिँ म चाहिँ यहाँ बसिरहेको छु। दादा चाहिँ यसरी रनिङ गर्नुहुँदैछ। कति चक्कर भयो? 10 चक्कर। यसरी मर्निङ वक गर्नुहुन्छ हैन। यसरी रनिङहरू गरेर एक्सर्साइज चाहिँ दामी हिसाबले गर्नुहुन्छ जहिले। अब दादाहरूको चाहिँ हेबिटै भएर होला दामी बिहानै बेलुकै इभिनिङ वक मर्निङ वकहरू गर्नुहुन्छ। अनि यतिको भएपछि त फिट भइहाल्यो नि। यो आयो होला 3 4 5 6 7 8 9 11 12 13 14 15 16 17 18 मैले चाहिँ भिडियो गरेको दादाले एक्सर्साइज गरेको हो। हेर्न सक्नुहुन्छ तपाईँको लुते हुनुहुन्छ होइन। स्लिम खालको। म चाहिँ अलिक मोटो छु नि त दादाभन्दा होइन। बडीहरू अलिक मेरो चाहिँ लागेको छ। अन्त चाहिँ अहिले बिहान बेलुकै एक्सर्साइज गर्नु चाहिँ म वकिङमा जाउँ भन्नुहुन्थ्यो कि म जाँदिनँ थिएँ नि त। अन्त आज चाहिँ मैले हेरेको नि दादाले कस्तो हिसाबले चाहिँ गर्नुहुँदो रहेछ भनेर कि यस्तो एक्सर्साइज गर्यो भने त मान्छे त फिट सँगसँगै जिरो फिगर हुन्छ नि। 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 1 2 3 5 6 7 8 9 10। अब एक साथ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20। यो हो। त्यसपछि चेन्ज 1 2 3 4 5 6 7 8 9 10। 1 2 3 4 5 6 7 8 9 10। 1 2 3 4 5 6 7 8 9 10. 1 2 3 4 5 6 7 8 9 10. 1 2 3 4 5 6 7 8 9 10. 1 2 3 1 2 3 4 1 2 3 4। ये सब यहाँ 1 2 3 4 5 1 2 3 4 5 अब हम 1 2 3 4 1 2 3 4 1 2 3 4 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10।
1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 hand in head 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 त्यसपछि head go 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 त्यहाँबाट clockwise 1 2 3 4 5 6 7 9 10 1 2 3 4 5 6 7 8 9 10 हो अब bend position यो एक्सर्साइज चाहिँ मलाई पुरा मनपर्छ टिप्सहरू जस्तो गरेको कि खतरा छ 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 अन्त मैले एक्सर्साइज गरिसकेपछि चाहिँ पल्टनको तपाईँको त्यो यसो खुकुरीको त्यो डान्सहरू गर्नु नि गरे जस्तो एक्सर्साइज गर्नु नि भनेर यो चाहिँ मैले गर्नु लागेको त्यस्तो प्र्याक्टिस मात्रै गर्नु हुँदो रहेछ अन्त तर पनि मैले गर्नु लागेको ब्याक किक फ्रन्ट किक पनि केही गान्नु हुँदैछ यस्तो खालको गर्नु पर्दैछ तर सिक्नु हुँदो रहेछ अहिले चाहिँ र साथीहरू हामी चाहिँ मर्निङ वक गरिसकेर फर्किँदैछौँ होइन अन्त दादाले चाहिँ मर्निङ वक अन्त एक्सर्साइजहरू पुरा गर्नुभयो अन्त मैले भिडियोहरू बनाएको छु म तपाईँलाई देखाउने छु अन्त आजको वेदरहरू चाहिँ यस्तो छ होइन अन्त हामी चाहिँ यता जलपाइगुडी डिस्ट्रिक्ट बिनागुडीमा छौँ होइन हिजो आएको थियौँ घुम्नु अन्त बेलुका पनि गयौँ इभिनिङ वक तर मैले बेलुका चाहिँ बनाएन किनभने म चाहिँ अलिक थाकेको थिएँ दादा चाहिँ जानुभयो म चाहिँ गइनँ अहिले बिहान चाहिँ दादासँग म पनि आएको बिनागुडी होइन उसमा ग्रास मोड भन्ने जग्गामा हो अन्त हामी हिजो यतै बस्यौँ अन्त आज चाहिँ बिहानै आएको थियौँ होइन अन्त जग्गा चाहिँ यस्तो छ मजा टी गार्डन एरिया राम्रो छ टी गार्डन एरिया राम्रो छ अन्त अब चाहिँ हामी घर फर्केको नि अन्त आज चाहिँ हामी घर पनि जान्छौँ आजको हाम्रो मर्निङ वक चाहिँ हामी यहीँ एन्ड गर्छौँ ल दादा तपाईँ केही भनिदिनुहोस् लास्टमा राख्ने बेलामा अब मर्निङ वक चाहिँ गर्नुपर्छ होइन अब मान्छेले आफ्नो संस्थाको लागि कहाँबाट होइन देश विदेशबाट दार्जिलिङ सिक्किमहरू घुम्न आउँछ होइन तर अब आफूले राम्रोसँग एक्सर्साइजहरू गर्यो अब हाम्रो त हिल्स एरियामा घर छ र अब संस्थाको लागि भन्नुपर्दा यो के अरे हावापानी पनि राम्रो छ हिल्स एरियामा तर अलिकति छिटो उठेर चाहिँ आफूले चाहिँ यसो वर्कआउटहरू एक्सर्साइजहरू गर्नुपर्छ आफ्नो लागि भए पनि अरूको लागि नगर्नुहोस् तर आफ्नो लागि भए पनि आफू छिटो उठेर चाहिँ वर्कआउटहरू गर्नुहोस् र के भन्छ अब त्यही हो बिमारीले अब सुगर प्रेसरहरूले छिटो भेटिहाल्छ ओभरवेट भएपछि होइन पेटहरू निस्केपछि मान्छेलाई राम्रो देख्दैन हो फिटनेसको लागि भए पनि आफूले आफ्नो लागि चाहिँ कुछ गर्नुहोस् तपाईँहरूले
ओके थ्याङ्क यू